लागि यहाँ उपस्थित हुनुभएका उज्यालो नेपाल पार्टी अब जुरुक्क उठेको छ। उज्यालो नेपाल पार्टीले अब यो देशमा परिवर्तनको लागि हामीले यो देशलाई रूपान्तरण गर्नको लागि हरेक क्षेत्रका नागरिकलाई सँग जोडेर अगाडि बढ्ने र अगाडि बढाउनलाई हामी एकदमै तन्दुरुस्त भएर उठेका छौँ। हिजो चुनावमा हामी संघीय संसदको चुनावमा हाम्रो छोटो समयको तयारी र विभिन्न षड्यन्त्रमा हामी बिचमा बस्न पनि गयौँ र विभिन्न कारणले हामीले उज्यालो नेपाल पार्टीलाई जिताउन सकेनौँ, हाम्रा साथीहरू जित्न सकेनौँ। तर उज्यालो नेपाल पार्टी हारेर पनि जितेको पार्टी हो। हरेक पार्टीको मन मस्तिष्कमा अहिले उज्यालो नेपाल पार्टी हरेक नागरिकको मनमा उज्यालो नेपाल पार्टी भित्र मनदेखि नै विश्वासको पात्र बनेको छ। अहिले हरेक ठाउँमा विभिन्न जिल्लामा विभिन्न पालिकामा उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने साथै लहको लागेको छ। अहिले हारेको पार्टी संसदमा हारेको पार्टीसँग कसरी यसरी जनताको आकर्षण बढ्यो भन्ने एउटा तपाईहरूको जिज्ञासा पनि रहन सक्छ। उज्यालो नेपाल पार्टीलाई हिजो पनि आम नेपाली जनताले अविश्वास गरेको थिएन, मन नपराएर मत नहालेको पनि होइन। एउटा डहर आएको थियो र हिजोका पार्टीहरूको जुन किसिमको नेतृत्व, जुन किसिमको पुरानो पार्टीहरूले गरेका व्यवहार र यो देशमा चलाएको शासनको विरुद्धमा एउटा पार्टी जितेर जाओस् र राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि यही परिस्थिति सृजना भएको हुनाले एउटा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2/3 बराबरको मत नेपाली जनताले दिएर पठाएको छ। त्यसमा हाम्रो कुनै गुनासो छैन। हामीले उहाँलाई स्वागत गरेका छौँ, बधाई दिएका छौँ। सरकार राम्रोसँग चलाउनुहोस्, हाम्रो समर्थन रहन्छ भनेका छौँ। हामी हारेर पनि हामीले हार मानेका छैनौँ। हामी एकचोटि हार्यौँ, हारबाट अब जित सुनिश्चित गर्दैछौँ। अँध्यारोबाट उज्यालोतर्फ लाग्दैछ। रात परेपछि दिन आउँछ, बिहानपछि दिन आउँछ। उज्यालो नेपाल पार्टी निरन्तर अगाडि बढ्छ। तपाईहरूले उज्यालो नेपाल पार्टी अहिले कता हराए कि भन्ने विभिन्न साथीहरूले, पत्रकार साथीहरूले मलाई सोध्ने पनि गर्ने गरेको छ। तर उज्यालो नेपाल पार्टी हराएको छैन। उज्यालो नेपाल पार्टी अहिले हामीले आन्तरिक रूपमा चुनावको समीक्षा र हाम्रो पार्टीको समीक्षा र हाम्रो पार्टीले एउटा स्ट्राटेजी बनाएर दीर्घकालीन योजनाका साथ हामी यो देशमा, यो देशको शासन सत्ता, यो देशको नेतृत्व गर्नको लागि सशक्त रूपमा अब अगाडि बढ्ने प्रण गर्दै अगाडि आएका छौँ। अब जति पनि साथीहरूले आज उज्यालो नेपाल पार्टीलाई विश्वास गरेर पार्टी प्रवेश गर्नुभएको छ, उहाँहरूसँगै धेरै साथीहरू प्रवेश गरिसक्नु भएको छ, गर्ने चरणमा हुनुहुन्छ। पुरानो पार्टीहरूका धेरै साथीहरू उज्यालो नेपाल पार्टीप्रति आकर्षित भएर आउँदै हुनुहुन्छ र नयाँ पार्टीका साथीहरू पनि, पार्टीहरू पनि हामीसँग जोड्दैछौँ। र अब यो जुन हिसाबले नेपाली जनताले एउटा सशक्त विकल्पको रूपमा, नयाँ विकल्पको रूपमा पुरानोको प्रतिस्थापन गरेर नयाँ पार्टीलाई 2/3 मत दिएको छ। अब 2 महिनामा 2/3 मत दिएको सरकारको
जुन किसिमको कार्य नेपाली जनताले देखेको छ, हामीले हेरेका छौँ, त्यो पार्टीबाट पनि नेपाली जनताको आशा र भरोसा पुरा हुन्छ भन्ने हामीलाई विश्वास लागेको छैन। हाम्रो लागि यो सरकार राम्रोसँग सफल होस् भन्ने हाम्रो कामना हो, किनभने नेपाली जनताले सधैँ परिवर्तन खोजिरहेको छ। परिवर्तनको लागि यत्रो ठुलो पिटाइ मत दिएको छ। यो सरकार सफल होस्, हरेक क्षेत्रमा सफल होस् भन्ने हाम्रो सुझाव पनि रहेको छ। तर सरकारले राम्रोसँग काम गर्न सकेन भने त्यो नेपाली जनता निराशा हुन हामी दिँदैनौँ, त्यसको प्रतिवाद गर्छौँ र उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर जनताको चाहिँ इस्युहरू